हाई हेलो नमस्ते सबैजनालाई। आज म तपाईहरुको सामु उपस्थित भइसकेको छु नयाँ भ्लग लिएर। आज चाहिँ हाम्रो गाउँमा मेला हुन गइरहेछ। यो चाहिँ पर्छ हाम्रो भाइरल थान, चिसुवाटोलको भाइरल थान हो र बिहानको यहाँ सुरुवात यसरी भइरहेछ। मिठाई बनाउने त्यो मिठाई बनाउन सुरु गरिरहेको छ। यहाँ जेलिबी र अरू अन्य सामग्रीहरू बनाउने कोसिस भइरहेछ नि। डेरा सेरा थुप्रो कामहरू भइरहेको छ। यो चाहिँ हिजो नै पुरा कलर सलर गर्ने काम भइसकेको छ र यहाँ मन्दिर समितिले अति नै राम्रो काम गरेर देखाउनु भएको छ। र यता चाहिँ हाम्रो पोखरीमा हिजो माछा मार्ने काम भयो भने आज चाहिँ सुकिरहेको अवस्था। र यतातिर हेर्नुहोस् व्हाइट र येलो कलरमा कम्बिनेसन, अति नै राम्रो कम्बिनेसन भइरहेको हामी देख्न सक्छौँ। भने यता हरियाली चारैतिर वरिपरि रुखले घेरिएको हाम्रो यो थान, यहाँ अति नै राम्रो नजारा छ, हेर्नु सक्नुहुन्छ। सामान लिएर यहाँ दोकानको लागि रेडी गर्नको लागि सबै व्यस्त छन्। भने यता हाम्रो मन्दिर है थान, यहाँ चाहिँ जोरेधामी थानको यहाँ सौजन्य कसैले गर्नुभएको यहाँ लेखिएको छ। भने यहाँ निर्माण हुँदै गरेको हाम्रो नयाँ मन्दिर हो। भने यता चाहिँ हामी देख्न सक्छौँ यो चाहिँ पहिलाको पुरानो मन्दिर हो। अति नै राम्रो देखिरहेका छौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो यो पुरानो मन्दिर हो र पुरानो मन्दिर पनि अहिले यहीँबाट पिपलको रुख उम्रिएर हाम्रो संरचनालाई भत्कन दिइरहेको छैन। किनभने जराले मजासँग पकड बनाएर यहीँबाट पिपलको रुखहरू उम्रेर ठुल्ठुलो भइसकेका छन्। भने अति नै राम्रो देखिरहेको छ यो संरचना है। अति नै जीर्ण अवस्थामा रहेको संरचना भए तापनि अति राम्रो देखिरहेको छ। यो संरचनाहरू देख्न सक्नुहुन्छ, हेर्नुहोस् यस्तो छ। र यता अवलोकन गर्दाखेरि यो साइड फेसबाट यस्तो देख्न सक्नुहुनेछ। भने यता पोखरी र उतापट्टि यतापट्टि चाहिँ पूर्व भाग हो, मन्दिरको पूर्वपट्टि पोखरी रहेको छ है। यो चाहिँ सबै मन्दिर एरिया हो, यो चाहिँ थानको एरिया हो। जति पनि यहाँ रुखपात भएकाहरू सबै यहाँ मन्दिरको सम्पत्ति हो। भने यता हामी देख्न सक्छौँ रुखहरू र बाँसका झारीहरू है, गाछीहरू हामी देख्न सक्छौँ। बिहानको यो चाहिँ अवलोकन हो। बिहानको पनि आज सानो भिडियो है, सानो क्लिप म तपाईहरुलाई देखाउन गइरहेछु। र हामी चाहिँ मेलामा थानमा पूजा गर्न बेलुका आउनेछौँ सबै परिवारहरू लिएर। यहाँ पूजा है वर्षको अब सबै यहाँ जोरेधामीले रक्षा गरौँ भन्ने एउटा चाह बोकेर हामी मनसाय लिएर हामी यहाँ आउनेछौँ। भने अहिलेको यहाँ के कस्तो तयारी चल्दैछ त भन्ने विषय लिएर हामी उपस्थित भइसकेको छु। विशेष गरी म र हेर्नु अति नै राम्रोसँगले कलर कम्बिनेसन मिलाएर है मन्दिर समितिले काम गरिरहनु भएकोमा म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तो छ यतापट्टिको अवस्था, मसलाको रुखहरू देख्न सक्नुहुन्छ। यतातिर
बनाउने महिना स्टार्ट भइसकेको छ। चारैतिर मेला हुने, चारैतिर रङ्गीन सङ्गीन है आफ्नो इष्टमित्र साथीभाइहरू भेला हुने दिनहरू आइसकेको छ साथीभाइ हो। र मेरो भिडियो हेरेर सबै सब्सक्राइब पनि गरिदिनु होला। र बिहानको नजारा यस्तो छ। यहाँ चाहिँ मेन मन्दिर हो। मेन मन्दिर जति पनि यहाँ वर्षमा दुख बिमार पर्दा भाकलहरू गरेको छ भने आज चाहिँ यहाँ आएर भाकल पुरा गर्ने दिन पनि हो। दिदीले खुबै राम्रोसँगले मिठाईको तयारी गर्नु भइरहेछ। उतातिर केटाकेटीको लागि खेल्नुको लागि तयारी गर्दैछ भने यहाँ हाम्रा मिठाईवाला अङ्कल पनि अस्तव्यस्त छन्। आज बेच्नको लागि भने आइसक्रिम दोकानहरू पनि रेडी भइसकेको छ। स्टलहरू सानसानो स्टलहरू छ। यता पुरै व्यस्त छ तयारी। लगभग अहिले चाहिँ तपाईँको 10:30 बजिसकेको छ। 10:30 11 बजिसकेको छ भने साइडबाट मन्दिरको परिसर तपाईँहरूले देख्न सक्नुहुनेछ। लु अब चाहिँ साथीभाइ हो हामी यति बेला चाहिँ बेलुकाको सार भइसकेको छ। अति नै गरम भएको कारणले हामी चाहिँ बेलुका 4:30 निस्केको छौँ। किनभने यति बेला चाहिँ मौसम पनि चिसो हुने गर्दछ र पूर्वपट्टिबाट हावा आइरहेको अवस्था। र मेरो छोरा पनि खुबै हिरो भएर हिँडिरहेको छ। आज चाहिँ यसले आफ्नो इच्छा पुरा गर्ने भनिरहेको छ। किनभने यसपालि इक्जाममा चाहिँ फर्स्ट डिभिजन लिएर चाहिँ यसले डिमान्ड गरेको छ 1 किलो जेलिबी र केही खेलाउनाहरू सहित आइसक्रिम पनि खाने अरे। र मेरो प्यारी मिसेस मेरो ससुरा आज हामी खुबै उत्साहको साथमा हिँडिरहेको छौँ। ल्याउनु पर्ने त केही पनि छैन र पनि यसो त्यहाँको भ्यूहरू अवलोकन गर्दै के कस्तो छ माहौल भनेर र त्यहाँ गएर पूजाआजा गर्ने काम पनि हुनेछ। यहाँ हाम्रो काकाले यहाँ कुकुर हाम्रो घरको कुकुरले पछाएर खेलाउनु हुँदैछ भने पश्चिमपट्टि हाम्रो घामको अति नै प्यारो नजारा देख्न सकिन्छौँ पश्चिमपट्टि। र हामी चाहिँ अब रोडको बाटो नभएर सर्टकट गइरहेको छौँ यति बेला चाहिँ। किनभने त्यो पर देख्नु भइरहेको थियो रुखै रुख भएको ठाउँ चाहिँ यो ठाउँ चाहिँ रुखै रुखहरू पर देख्नु हुँदैछ। त्यहाँ चाहिँ हाम्रो थान हो। त्यहाँ हामी गइरहेका छौँ। किनभने सर्टकट भने अलिक घुमाउनु पर्छ। लौ त साथी हो हामी आइपुग्यौँ हाम्रो मेला लागेको थानमा। अहिले पनि मानिसहरू धेरै जस्तो छैनन्। किनभने अति नै आज दिनमा गर्मी भएको कारणले गर्दा मान्छेहरू अलिक कम्ती नै हामी देख्न सक्छौँ भने। किनभने बेलुका चाहिँ अति नै धेरै मान्छेको चाप बढी हुन्छ र यति बेला भिडियो गर्नु पनि अप्ठ्यारो हुने कारणले नै हामी अलिक छिटो आएको। अनि यति बेला भिडियो खिच्नु पनि अलिकति राम्रो हुन्छ र बेलुका क्वालिटी पनि त्यति साह्रो राम्रो आउँदैन मेरो फोनमा। र त्यही भएर रङ्गीन चङ्गीन अघि कस्तो थियो अहिले कस्तो भइसकेको छ अवस्था। रङ्गीन चङ्गीन भइसकेको छ। मिठाईहरू हेर्नुहोस् रेडी भइसकेको छ। फ्रेस मिठाई जेलिबी। दिदी बेच्नुमा बिजी व्यस्त हुनुहुन्छ सबैजना। र अब चाहिँ हामी पूजासुजा मन्दिरमा पूजासुजा गरिसकेर पण्डितजीको हातबाट टिका लाउने काम भइरहेछ साथीभाइ हो। यस्तो छ अवस्था। र मेरो मिसेस पनि टिका लाउने र जाने ढाको बेर्नुको लागि रेडी भइरहेछ। र म पनि टिका सिका लगाएर बाजेलाई दक्षिणा दिएर हामी अब एकछिन यताको मनोरम दृश्यहरू
लाई है खिच्दै मनोरम दृश्यहरू अवलोकन गर्दै र तपाईहरुलाई पनि देखाइरहेको छु। यस्तो छ नानीको खेलौनाहरू र केही खेलहरू खेल्नु पर्ने छ। यस्तै छ हेर्दै जानु होला। यतातिर यस्तो यो छ घोडा भनिन्छ। यो घोडा चाहिँ यहाँ थानमा चढाउनु पर्ने हुन्छ है। यस्तो घोडा चाहिँ थानमा चढाउनु पर्ने हुन्छ र यता केटाकेटीहरूको लागि चाहिँ विशेष गरी केटाकेटीहरूको लागि चाहिँ अति नै राम्रो हुन्छ। किनभने केटाकेटीहरूको लागि चाहिँ अब मेला आज यतापट्टि प्रसाद काट्ने काम भइरहेछ। यहाँ चाहिँ खसी सुँगुर बोका परेवा सबै चल्छ। यहाँ चाहिँ अब यो चाहिँ काटिसकेर मन्दिर समितिले काटिसकेर पूजा प्रसादको रूपमा चाहिँ गाउँ अलिअलि बाँड्ने काम हुन्छ हो। र घरै पिछेले परेवा कुखुरा अब के आफ्नो चाह अनुसार अब खसी बोका के हुन्छ है सुँगुर काट्ने गर्ने गरिन्छ भने यस्तै छ यतापट्टि। र यता साइडमा चाहिँ पुरा जादु देखाउने जादुवालाहरू छन्। यहाँ पुरा मान्छे देखिरहेका छ। यता चाहिँ जादु देखाउनेमा यस्तो छ र यतापट्टि चाहिँ यस्तो छ गेम्सहरूमा तिर मार्ने छ। यतापट्टि भने केटाकेटीको लागि पनि थियो। तपाईँले पश्चिमपट्टि देख्न सक्नुहुन्छ अति नै राम्रो दृश्य हामी देख्न सक्छौँ। घाम लागेर बेलुकाको नजारा यस्तो छ। हामी घुम्दै 5:30 भइसके साथी हो। यस्तो देख्न सक्छौँ। र साइडमा हामीले दारूसारूको दोकानहरू पनि हामी देख्न सक्छौँ। लोकल दारू मासु है भुटुवा बुटन सबै हामी देख्न सक्छौँ। पोलुवा यहाँ आइसक्रिम खाने नानीले भने यहाँ आइसक्रिम पनि भाइलाई आइसक्रिम आइसक्रिम हामी अरे हामी खाइसकेको छौँ। बाबा नखाने भन्नुहुँदैछ र बाबालाई चाहिँ अहिले बटरस्कच पर्छ। यस्तै छ यताको नजारा हेर्नुहोस्। केटाकेटीको लागि छोरी मान्छेहरूको लागि इयरिङ्सहरू पनि पर देख्न सक्छौँ। यस्तै छ साथी हो हाम्रो गाउँको मेला। अब हेर्दै निकै साँझ परिसकेको अवस्था छ र यता सब देख्न सक्नुहुन्छ पुरै मानिसहरूको उपस्थिति र हाम्रो मेला भव्य रूपमा मनाइने काम भइरहेको छ र मानिसहरूको जमाउने। किनभने हाम्रो मेला चाहिँ सुरुको मेला हो। मानिस उपस्थिति धेरै छ र यता देख्न सक्नुहुन्छ तपाईँहरूले। यता निकै साँझ परेको अवस्था र अँधेरो हुँदै गएको अवस्थामा मेरो भिडियोको क्वालिटी पनि अलिक लो हुँदै गएको छ। साथी भाइहरू नरिसाउनु होला है। तपाईँहरूको साथ सपोर्ट छ भने यो क्वालिटीलाई पनि म परिवर्तन गरेर राम्रो क्वालिटी देखाउन सक्नु परोस्। तपाईँहरूको आशीर्वाद लागोस् र त्यसरी नै मेलामा अब नानीको लागि खेलौनाहरू के कोही किन्ने भन्दैछ। अब किनिदिनुपर्छ के हुन्छ खोइ त्यसले डिसाइडै गर्नु सकेको छैन। यो देख्छ त्यो देख्छ हो दोकानमा देखेर केही कन्फ्युज छ के किन्ने के किन्ने। अब नानी आफै कन्फ्युज छ र यो कन्फ्युजन चाहिँ अब मै क्लियर गरिदिनु परेको के किन्ने हो किनिदिन्छु एउटा दुइटा जस्तो। किनभने मैले त्यसलाई पनि वचन दिइसकेको छु यो किनिदिन्छु भनेर चाहिँ एउटा खेलाउन भनेर। र हामीले जिलेबी पनि हामीले किनिसकेको छु। अहिले चाहिँ अब नानीकै लागि त्यसले डिसाइड गर्नु सकेको छैन के अब त्यसले किनेर चाहिँ हामी घरतिर जाने विचार गरिरहेको छौँ साथीभाइ हो। हाम्रो गाउँको मेला चाहिँ यस्तै छ यस्तै हो। के किन्ने भन्दा अब डम्बुरी किन भन्दा नि नमान्नु पनि मान्दैन हो।
यस्तो छ। दोकान साह्रै ठुलो नभए पनि केटाकेटीहरूको लागि चाहिँ राम्रो छ। मानिसहरूको उपस्थिति पनि धेरै भएको छ र दिउँसो भन्दा पनि बेलुका अझै धेरै हुन्छ। यति बेला चाहिँ अब कम्ती नै हुन्छ किनभने गरमले गर्दाखेरि मानिसहरू अब यति बेला हिँड्दैन र बेलुका चाहिँ धेरै हुने गर्दछ। बेलुका धेरै हुन्छ। लाइट साइडको पनि यहाँ व्यवस्था गरिएको छ। यस्तै छ। हेर्दै जाउँ। तपाईँहरूलाई म देखाउने कोसिस गरिरहेको छु र मेरोमा मेरो विशेष गरी बाहिर रहनुहुने साथीभाइहरूले कति मिस गरिरहनु भइरहेको होला यो क्षणहरू, यो पलहरू है। तपाईँहरूलाई पनि म विस्तृत रूपमा यहीँ नै उपस्थित भएर तपाईँहरूले पनि मेलामा उपस्थित भएको जस्तै अनुभव गरेर हेरिदिनु होला र साथ सपोर्ट पनि गरिदिनु होला। यस्तै छ। अब गाउँघरको रमझमेस थियो साथीभाइ हो र अब हेर्दा हेर्दै हाम्रो हिँड्ने टाइम पनि भइसकेको छ। हामीले चाहिँ अब यहाँ अब नानीको नि मोटामोटी भइसकिसक्यो र अब चाहिँ यहाँबाट हाम्रो मोसी र सुमिन सुप्रियालाई पनि भेट्यौँ है। थुप्रै भेट्नु त भेट्यौँ र पनि अब हामी चाहिँ निकै अघि आएको कारणले फर्किने भएको कारणले हामी चाहिँ अब अलिक छिटै फर्किन्छौँ होला। अब सबैसँग बोलिरहने मौका पनि मिलेन है र यस्तै छ। र तपाईँहरूले पनि साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र यस्तै छ। अब थुप्रो विशेष गरी केटाकेटीहरूको लागि खेलाउन हाम्रो चाहिँ मेला हो भने बुढोहरूको लागि चाहिँ त्यही हो अब है। खट्टुको लागि चाहिँ हुने गर्दछ र अब मेला भने चाहिँ अब मेन चाहिँ गर्नुपर्ने कर्तव्य भनेको चाहिँ त्यही थानमा पूजा हो। आज धामी पूजे जो खाना हेरेर अब बल बिन्ती मागेर होइन गाउँमा पनि अर्काको नराम्रो अब दुःखहरू आइ नलागोस् भन्ने हेतु हामीले पूजा बल बिन्ती माग्ने काम हुन्छ। पूजामा चाहिँ अब मन्दिर समितिले पनि अति नै राम्रो तरिकाले मन्दिरको मेलालाई मेन्टेन गर्नुभएको छ र यस्तै प्रकारले हामी देख्न सक्छौँ। उतातिर पनि खेलाउनेको लागि चाहिँ खेलाउनेहरू एकदमै सबै बिजी छन्। अब हेर्दा हेर्दै मान्छेहरू अब धेरै थपिनु थालिसकेको छ अवस्था। अब बढ्नु धेरै नै भइरहेको छ। यो पालि त निकै ठुलो जस्तो मलाई अनुभव भइरहेको छ मेला है। अब चाहिँ हामी उतापट्टि जानेछौँ। उतापट्टि गएर केही दृश्यहरू खिच्ने काम गर्नेछु। उतातिर गएर र बाहिर परिसरबाट पनि भित्रको अब देखाउनु पऱ्यो नि त होइन। अब यतिकै पनि भएन र हेर्नु आज साह्रै दामी दिन भएको छ। घाम पनि हेर्नु पश्चिमपट्टि अति दामी, अति नै मनमोहक है, एट्र्याक्टिभ देखिरहेको छ। आज चाहिँ घामले चाहिँ विशेष गरी र मौसमले पनि साथ दिएको छ। अहिले बेलुका भए चाहिँ बाहिर पनि पूर्वपट्टिबाट चिसो हावा चलिरहेको छ। तर दिउँसो चाहिँ अत्याधिक गर्मी थियो। आज गरम थियो। हेर्न सक्नुहुन्छ मान्छेहरू उतातिर हेर्नुहोस्। बाहिर पनि एकदम भिड पुरा छ, हेर्न सक्नुहुन्छ है। हाम्रो अब थान यस्तो छ। उतातिर पनि मोमो स्टलमा पुरा मोमो अब है, मोमोहरू अब चाटहरू बेच्ने काम भइरहेछ। परैसम्म छ देख्न सक्नुहुन्छ। परदेखि लाइन लागेको छ गाडीहरूको, सानो गाडीहरूको। र उता पूर्वपट्टि चाहिँ मैले देखाउन सकिनँ किनभने त्यता हाम्रो जाने मौका मिलेन। र यस्तो छ हेर्नुहोस्। र हाम्रो सिसुवाटोलको भाइरल थानको तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यतिको इयरिङ्सहरूको कलेक्सन रहेछ।
मेरो मिसेसले हेर्दै थिए तर मन पराएन उसले र यतातिर गएर आइसक्रिम खाने अरे फेरि पनि आइसक्रिम किन्नुको लागि हामी यहाँ एकछिन बस्यौँ यता यस्तो छ र अब चाहिँ हाम्रो मोटामोटी काम सक्यो घुम्ने कामहरू भइसक्यो र हामी चाहिँ अब फर्किनु लाग्यौँ साथीभाइ हो यहाँबाट हामी अब यो भ्यू देखाउँदै हामी चाहिँ घरतिर हिँड्नुपर्ने अवस्था हुन्छ र यता हेर्नुहोस् यस्तै छ पानीपुरीवालाहरू पनि रेडी भइसकेको छ एकदम कति बेला मेरो बिक्री हुन्छ होला भन्ने आशमा बसिरहेका छन् भने अरू चाहिँ प्रायः जस्तो नै बिजी गेमहरू पनि खेलिरहेको छ भने उतापट्टि जाँदा देखाउनेले देखाइरहेको छ र विशेष गरी आज चल्ने भनेको चाहिँ मिठाई जेलिबी चाहिँ हो र यता हाम्रो भाइ सुरेश भाइ त बिहानदेखि नै छ बिचरा बिहान पनि मैले भेटेको थिएँ अहिले पनि छ त्यस्तै हो गाउँघरको मेलामा उपस्थिति जनाउनै पर्छ त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ जेलिबीहरू मिठाईहरू बिक्री हुँदैछ बनाउने काम भट्टाभट बनाउने काम भइरहेको छ नि बिक्री पनि भट्टाभट गर्ने काम भइरहेछ यसै गरेर गुडियाहरू डलहरूको दोकानहरू छ मैले पनि एउटा यहाँ मेरो मिसेसले मन पराएर डोरेमन सानो डोरेमन चाहिँ किने र अब चाहिँ हामी हिँडेको यहाँबाट अब यही बाटो भएर चाहिँ हामी सर्टकट फर्किनेछौँ अन्त्यमा मेरो मिसेस खुसीले डोरेमन हातमा पक्रेर हाँसिरहेको छ र उता हाम्रो बाबा फोटो खिच्ने पोजमा बसिसकेको छ नि उता साइडमा मेरो छोरा चाहिँ निकै खुसी छ एउटा प्याप बद्नेर एउटा धनुकाँड किनिदिए भएन किनभने अब चाहिँ हामी यहाँबाट हिँड्यौँ साथीभाइ हो मेरो छोरा पनि खुसी छ प्यापको बजाउँदैछ र यस्तै हो अब यहाँबाट चाहिँ हामी घरतिर फर्क्यौँ र सबैले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला च्यानललाई मन पराइदिनु होला है र सेयर गरेर साथीहरूलाई भनेर सब्सक्राइब गरिदिनु होला भन्दै मेरो च्यानल अन्त गर्न चाहन्छु धन्यवाद।